नमस्कार। आज म तपाईलाई एउटा सानो नाटक देखाउँदैछु। यो नाटक हाम्रो र सबैको जीवनमा एकदम लाभदायक छ। यो भिडियो हेरेर पनि तपाईले केही थाहा पाउन सक्नुहुनेछ। कुनै मान्छे 81 भ्यूज भयो अथवा हाम्रो त नौ पार्टी प्यालेसमा काम गर्दाखेरि लुगा खोलिहाल्यो पहिले। ल एकजना एम्बुलेन्सलाई खबर गर, एकजना ट्याक्सीमा भएर के पाउँछौ छिटो गरिहाल। कस्तो बेहोस भने के गर्नु भने पहिला हामीले ल पातल लुगा ठिक छ। यस्तो मान्छे के गर्नु भने यहाँ हामी सिधा पारेर यहाँ हाम्रो बायाँपट्टि मुटु हुन्छ, यसलाई सुरु तत्काल यसरी हात राखेर त्यसरी थिच्ने छोड्ने 1 2 3 4 5 1 मिनट 120 चोटि थिच्दै पनि गर्ने। एकजना गाडी तान्न गाडी खोज्न पनि जाने यस्तो गर्यो भने मुटु जाम भएको ब्लक भएको केही भएको छ भने हामीले मान्छेले बचाउन सक्छौँ। कुरा बुझ्यौ भने बाक्लो लुगा लाछ भने खोल्ने, केटी छ भने लाज नभनिकन केटीको लुगा खोल्ने, डराउनु पर्दैन। यसरी हेर्नुहोस् है, 1 2 3 4 5 6 7 8 9 10 खिच्ने छोड्ने 1 मिनटमा 100 अब 120 गर्ने। त्यसपछि अनि गाडी ल्याएर गाडीमा लैजाने। तपाईहरुले भिडियो देखिहाल्नुभयो। भिडियो अनुसार सीपीआर दिनुभयो भने एकजना व्यक्तिको ज्यान बच्न सक्छ भन्दै म तपाईहरुलाई के भन्न चाहन्छु भने हामी हाम्रो पार्टी प्यालेस सञ्चालन गरिरहेका छौं। यो पनि एउटा फुड इन्डस्ट्री हो। तपाईहरुलाई हाम्रो पार्टी प्यालेसको खाना मिठो लाग्यो भने सबैलाई भन्दै हिँड्नु होला, नमिठो लाग्यो भने हामीलाई भन्नु होला। हामी करेक्सन गर्न सक्छौं। तपाईको सल्लाह सुझाव अनुसार हामी सञ्चालन गर्न सक्नेछौं भन्दै आगम पार्टी प्यालेस परिवार तपाईहरुको हार्दिक स्वागत गर्दछ। धन्यवाद, नमस्कार।